स्विकारले कति तिरेर आएको अरे यहाँ आज यहाँ 20 उठाउन नि गाह्रो छ नेपालमा गएर तोरीबारीमा लगेर मान्छेलाई बरु त्यो पो बेटर हुन्छ हौ यहाँको मान्छेहरूलाई फेरि मतलबै रहेन रहेछ यार यसो भनेर के यसो घुम्ने ठाउँ टाङ्दियो भइहाल्यो क्या केटाकेटीलाई भुलाउने मेलो नि बरु यतै फुलबारीमा ल्याएर भुलाइदियो भने भइहाल्यो हो तर पैसा त यहाँ पनि सकिन्छ नि दरो यहाँ थोरै किनिदिन्छन् यस्तो छ यार गाउँको बारी जस्तोमा हिँड्दा पनि पैसा तिर्नुपर्छ नेपालको झन्डै 5000 छ कुन खोइ यो ठ्याक्कै अङ्गुरको बोट हो कि के हो यही चढेर उठाउँ पैसा उता राख्छ क्या झार्छ स्प्रे स्प्रे राइट पार्टीहरू यो त के हो बाफ्रे के हो यो ट्र्याक्टरै हो एउटा फेरि अगाडि नै बसौँ हो के त कहाँ बस्यो अनि मेरो चाहिँ हो त ल कति तिरेको यो ट्र्याक्टरमा चढ्नु नेपालको 2000 तिरेको त अनि ल जाउँ गुरुजी जाउँ भाडा उठाऊ कोही देखिँदैन नि त अनि सम्याहरू त कता रमाइलो छ होइन ट्र्याक्टरै रिजर्भ गरिदिएको छ एउटा सिङ्गल ट्र्याक्टरै ए केटाकेटी खेले जस्तै रहेछ नि त रमाइलो भइरहेछ पुरानो चिज हुने यार हेर ट्र्याक्टर चढ्दा पनि रमाउनु पर्ने के हो अहिले उतामा राखेर पनि फेरि घुम्नुपर्छ एकपल्ट किन त फेरि क्या पोहोर साल धेरै थियो क्या सब बिगार यो त पानी निकाल्ने हो क्या हावालाई कन्ट्रोल गर्ने त्यहाँबाट चिप्लिन्छ राम त्यहाँबाट चिप्लिन हो त्यहाँ छ त चिप्लिने ठाउँ छ त त्यहाँ जाउँ चिप्लिम हामी चिप्लिने हो क्या ए यहाँ त कस्तो महँगो छ एउटा पानी गरेर नि 3 रुपियाँ लेखिरहेछ बल हान दे यसमा त रामलाई मैले जित्छु अस्ति क्रुजमा मैले थोरै जितेको होइन रामलाई ल धेत्तेरिका एकवटा हान न यार पाँचचोटि हान ल तिमीहरूको गेम भयो ल ओए ल एउटा छिर ए सुरु भइसकेको थियो एउटा छिरायो त लु भयो त अनि 5वटा हान न रेगुलर एउटै मान्छेले ल एक भयो है ल अब यो चाहिँ छिराउनै परेन गेम हार्छ ल यहाँ एक 2 मा 1 है 3 मेरो 2 मा 1 सम्मै हान्ने है 3 मा 1 सम्मै तिम्रो 3 हुन्छ नि 4 भइसक्यो त लास्ट
लास्ट है मेरो लास्ट है लास्ट हो मेरो ल अब कम जुटको बोरा छ अलिक बोरा चाहिँ दरो छामेर लगाउने पेन्ट च्यातेला नि बोरामा चढेर चिप्लेटी खेल्नु म त खेल्दिनँ मजाले ओछ्याउने हो पेन्ट च्यातेला नि लाओ आज हात धुनेमा नि अचम्मको बनाएको छ यार होइन यस्तो रेस्टरुम बनाउनु फेरि धेरै खर्च पनि लाग्दैन क्या अब हेर न वरिपरि तक्तीको छ होइन एउटा टिन ल्याउँदा भइहाल्यो अनि हेर न हात धुने ठाउँ यति मजाको छ हेर ल गरिरहेछ हिजो ल ल ल 3 ल्यायो ल 5 मा 3 ल मैले एउटा भित्र हाल्ने थिएँ 3 हो क्या हुँदैन क्या किन हुँदैन उसले हालिरहेको छ क्रुजमा ए हट छुँदा पनि छुएन त हौ छिरेको 3 हैन ल ल ल ल छैन अलि टाढा छ हौ यो है ओए 3 ल्यायो त सिधै छिरायो ओ ला यसले त डुबाउँछ यार पिकनिकमा पनि थोरै हान्दैन थियो हो त ल 6 भयो क्या भयो कहाँ कुद्दैछौ ल 1 मा 0 1 मा 0 1 मा 0 भनेको हौ 2 मा 0 2 मा 0 सित्तैमा रहेछ ओ तिमीहरूको टिकटकले सबैलाई घुमाइरहेको छ यार लास्ट चिसो है चिसो ल बुढो गाडीले तान्छै तान्दैन नै हेर्दैछन् सुन भेट्यो क्या सुन भेट्यो क्या ओ के सुन चाल्दैछौ क्या हो How do you do it? Just like this? के होइन only silver right स्वीकारले पहिला इन्जोय लिन्छ अरे अनि मात्रै किन्छ अरे क्या हवा छुटाउँछ स्वीकारले उसले ल्याएको बास्केट अर्काले ल्याएको बास्केटमा हल्लाइरहेको रहेछ यार बिचरा उनीहरू पनि कोहीले दिन्छ र हामी यहाँ अर्काको बास उनीहरूले पैसा तिरेर ल्याएको रहेछ त्यो छान्ने भेडाहरू पनि छ उहाँ घोडा पनि छ गधा पनि छ यही कन्सेप्ट चाहिँ नेपालमा खोल्नु पर्ला जस्तो छ यहाँको मान्छेलाई जे राख्दा पनि हेर्छन् हौ एउटा भाले त गतिलो रहेछ यार त्यसलाई चाहिँ काटेर आजको केटीहरूको यहाँ यात्रा केटाकेटीहरूको खोला खोला दामी होइन यसलाई अचार भयो दामी हुन्थ्यो अब पार्कमा बसेर खानुपर्छ आजको हाम्रो यात्रा सकियो रमाइलो भयो